नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्राष्ट्रिय मातृभाषा दिवस याच्छोले सोमबार प्रज्ञा प्रतिष्ठान कविता महोत्सव यागुख नेपाल प्रज्ञा प्रतिष्ठानीय कुलपति गंगा प्रसाद उप्रेतिया सवानाय सिंह यागु कविता महोत्सव या उलेच्या उपराष्ट्रपति नन्दबहादुर पुन यानाती गुखा महोत्सवे उपराष्ट्रपति नन्दबहादुर पुन देया मौलिक संस्कृति व भाषा मधुसा जिगु पहिचान मदैगु धासे भातेगु संरक्षण या मागुले बब्या दिल भद्र महिला तथा सबजन्त्री भाषाको महत्त्व कति छ भन्ने कुरा यहाँहरू नै विज्ञ हुनुहुन्छ र हरेक राष्ट्रको मौलिक पहिचान हुन्छ र प्रत्येक समुदायको मौलिक आफ्नै मौलिक पहिचान हुन्छ। त्यो पहिचान भाषा र संस्कृतिमा निहित हुन्छ। हामी गर्वका साथ भन्न सक्छौँ भाषा संस्कृतिमा संसारकै धनीमा हामी पर्दछौँ। यसै महोत्सवलाई हेर्दा हुन्छ यहाँ 42वटा भाषाका कविताहरू वाचन हुन गइरहेका छन्। यो हाम्रो गौरवको मात्रै होइन, विश्व सामु नेपालको चिनारी र मूल पहिचान पनि हो। हामी भाषामा समृद्ध छौँ र हाम्रो देशभित्र बोलिने मातृभाषाहरू हाम्रो राष्ट्रका चिनारी हुन् भनेर गौरव गरिरहँदा मातृभाषाहरू लोप हुँदै गइरहेको तथ्यलाई पनि हामी बिर्सन हुँदैन। दशक अघि मातृभाषामा संवाद हुने परिवारमा आज मातृभाषामा संवाद हुन छाडिसकेको छ। अभिभावकले मातृभाषामा मात्रै नभई नेपाली भाषामा पनि बालबालिकाहरूसँग संवाद गर्न छाडेर अङ्ग्रेजी भाषालाई माध्यम भाषा बनाउन थालेका छन्। एउटा जबरजस्त भाष्य के निर्माण हुँदै गइरहेको छ भने अङ्ग्रेजी भाषामा बोल्दा र पढ्दा मात्रै बालबालिकाहरूको शिक्षा राम्रो हुन्छ, ज्ञान प्राप्त हुन्छ भन्ने लाग्ने गरेको छ। यी तमाम कार्यले अन्ततः हाम्रो मातृभाषा लोप हुनेछ र कुनै दिन नेपाली भाषामै सङ्कट उत्पन्न हुनेछ। जब हाम्रो मातृभाषा लोप हुन्छ, हाम्रो संस्कृतिको मूल भाषा लोप हुन्छ, हाम्रो मौलिक संस्कृति लोप हुन्छ, हाम्रो पहिचान नै सङ्कटमा पर्ने निश्चित छ। हाम्रो राष्ट्रको गौरवका लागि, विश्वमा हाम्रो चिनारीका लागि, हाम्रा भावी सन्ततिका लागि हामीले हाम्रो मातृभाषाको संरक्षण र सम्वर्धन गरिनु पर्दछ। सांस्कृतिक प्रस्तुतिका लागि मताधिकारलाई अगाडि बढिदिन अनुरोध गर्दछु। त्यसपछि चौथौँ सांस्कृतिक समूहको प्रस्तुति रहेको छ। प्रक्रिया नाच्ने परम्परागत नाच हो ढोलनाच। च्याब्रुङ समाज बान्तवा राईको संस्कृति साथी सेलमुना साकेनुवा तयारीका लागि म सम्बन्धित साथीहरूलाई कलाकार साथीहरूलाई अनुरोध गर्दछु। कविता महोत्सवे संस्कृति पर्यटन लिसे नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेन मातृभाषा या महत्त्व यातकया नवाना दिसे भाषा संरक्षण या मागुली बब्या दिल। नेपाल जस्तो बहुजातीय बहुसांस्कृतिक र बहुभाषिक मुलुकमा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको महत्त्व अझै बढी रहेको मलाई लाग्छ। मातृभाषामा पठन पाठनका साहित्य सिर्जना, लेखन र निरन्तरको बोलचालले नै ती भाषालाई जोगाउन सक्दछन्। आज आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सव जस्ता कार्यक्रमहरूबाट मातृभाषामा साहित्य सिर्जना गर्न सम्बद्ध भाषाका स्रष्टाहरूमा थप प्रेरणा मिल्ने विश्वास मैले गरेको छु। म आफै पनि मगर मातृभाषी समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्ति भएकोले मातृभाषाको महत्त्व कति उच्च हुन्छ भन्ने बोध मलाई छ। यस्तो महत्त्वपूर्ण कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानलाई फेरि पनि हार्दिक धन्यवाद दिन चाहन्छु। कविता महोत्सवे उपकुलपति डाक्टर जगमान गुरुङ, मातृभाषा विभाग प्रमुख लक्ष्मी माली, सदस्य सचिव प्राध्यापक जगत प्रसाद उपाध्याय लगायत नवाना दिगुखा।
महोत्सवे पिगु भ्याया पिखु कविता वाचन यागु ज्यान जोगु खा त्यस्तै महोत्सवे अछामी अवधी उर्दू खले जिरेल तामाङ ताजपुरिया दुरा ठुटमगर थामी चौधरी दनुवार राई धिमाल लगायत या पिगु भ्याया कविता वाचन यागु खा नेपाल भाषाई कविता ओम नरहरि श्रेष्ठ व काशीराम विरस वाचन याना दिगु खा अभियाने तकिन छुन जीवन्य आधार शिविरे जिनाप्पं ओपि लजुवा त नलीको अभियाने तकिन छुन जी सोया छुना जी सोया छुना घ्याचले न्यालान चुङ्गुल्लु यात्रा अन्तर्द्वन्द जीवन्य आधार शिविरे जोछ्याम नबाका सीधे नराख्यानायो जोछ्याम नबाका सीधे नराख्यानायो नसिले चेतै सम्झिए उनका क्यानभासा लिसाङ्गोभा देमखा हाराक्वा वायाङ लिङ्गाखी उपला चुकमा वादा लेयाङछुङ देमखा खाखुइट लिङ्गाखी त्यसपछि स्वयंले मनाउनु भएको छ यमुना सागरमा सांस्कृतिक समाजको वास्तवमा रहेको सांस्कृतिक समय भएछ त्यस कारणले तराई भित्र समेटेका रहेका विभिन्न समुदायका विभिन्न जातिका विशेष त्यसपछिको पालो रहेको छ मगर हुर्रा तथा संस्कृति संरक्षण केन्द्रलाई अत्यन्त थोरै भएको हुनाले हामीलाई थाहा छ चाहिँ प्रकृति पूजासँग सम्बन्धित छ त्यहाँ चाहिँ सङ्ग्रह गर्ने चलन छ जैसी ज्योतिषीले उपयुक्त शुभ साइत निकालिदिएको दिन मकैको त्यसपछि तयारी अवस्थामा रहिदिनु न म सुनुवार दिएको छ सुनुवार सेवा समाज सान्द्रसीको सांस्कृतिक घाँटी सुनुवार जाति यो विशेष गरी उधौली पर्वको अवसरमा यसको कविता महोत्सव याचोले धिमाल लिम्बू बान्तवा नेवा गुरुङ तामाङ शेर्पा लगायत या चिनखुगु जातीय सांस्कृतिक झाँकीताप र्यालीन प्रदर्शन यागु खा युनेस्को सन् 1989 या फेब्रुअरी 21 तारिख या त अन्तर्राष्ट्रिय मातृभाषा दिवस रूपे हनेको निर्णय यागु खा सन् 2000 निसे विश्वव्यापी रूपे थुगु दिवस हनवै चुगु खा